खाना ठिक छ भन्दा भयो हामी डुम्रेको स्पेशल चुकाउनी खाँदैछौँ है। ईश्वर के खाँदै हो? कस्तो छ भाइ? मिठो छ। माडी भ्यूमा आयो ट्याक्क माडी भ्यू सबैका मुख एउटी छोरी छन् एउटी छोरी छन् र छोरो पाइदिए पाउँदै त सोनी मरे तिहारको दिन तिहारको लागि मामाले मासु काट्दै हुन्छ। हेलो हेलो कस्तो लागिरहेको छ? एकदम रमाइलो लागिरहेको छ। आई एम एक्साइटेड। यस आई एम अल्सो। अनि यहाँहरुको मामाले आलु छिल्दै हुनुहुन्छ। हेलो ल ल ल म काम गरिरहेको छु। बिजी हुनुहुँदो रहेछ। अनि पछि यता आमा हुनुहुन्छ। हेलो भन्नु आमा। हेलो
अनि यता कीर्ति दिदी हुनुहुन्छ ह्याप्पी तिहार ह्याप्पी तिहार अनि यहाँ आलु छिल्नुहुन्छ उता कला दिदी हुन्छ हेलो अनि उतातिर सेलरोटी पाक्दैछ हाम्रो कस्तो लागिरहेको छ हजुरहरूलाई रमाइलो लाग्छ हजुरलाई रमाइलो लाग्छ उता मम्मीले मसला पिस्दै हुनुहुन्छ दुईटा हातले हैन अब हजुरलाई कस्तो लागेको छ एकदम रमाइलो हेलो हेलो अनि अब चाहिँ म माला देखाउँछु है तिहारको माला यी हाम्रो 14-15 जना टिका लाउने हम एकजना हेमामा छुट्नु भएछ अरू सबै छौँ है त हामी ठुलोदेखि सानो 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 गरेर राखेको छौँ हेमामालाई हामी सबैले मिस गरे हौँ है ल अब यो पुरै माला आज बल्ल नहाल्दै आउनु हेलो हाय हजुरलाई कस्तो लागेको छ आज रमाइलो लागेको छ ल तिमीलाई कस्तो लागिरहेको छ हिँड्दै लजाएको छन् नुहान नुहाउनु इसान दाइ चाहिँ बल्ल मुख धोएर आउनु भएको छ है त जाडो भयो भन्दै हो यो चर्केको घाममा ईश्वर दाइ अझै उठ्नु भएन यहाँ के सामान छन् पुरै मैले पनि अब सेलरोटी गराउँछु एउटा फर्स्ट टाइम अब मासु मोलिएछ है कतिको गरा हुन्छ अलि धेरै लिनु कि हो त्यतिको एउटा जस्तो बनाउनु यही चलाएर देखाउनु न नबोले पनि तिमीले चाहिँ म फर्स्ट टाइम सेलरोटी पकाउँदै कस्तो भन्ने फर्स्ट ट्राई हो यस्तो रोटी चाहिँ खतरा बनाऊ कति राम्रा रोटी बन्दैछन् निकाल झाँझर बन्दैछन् होइन झाँझर चाहिन्न जम्छ पिठो राम्रो रहेछ यहाँ 5 छ यहाँ चाहिँ एउटा अचार यहाँ चाहिँ यहाँ अर्को अचार छ यहाँ के छ फेरि यहाँ चुकाउने रहेछ अरू यहाँ के छ यहाँ तरकारी रहेछ है त सबै चिज पाक्यो अब टिका लाएर खाए ईश्वर दाइ बल्ल उठेर नुहाएर भ्याउनु यहाँ गीत गाउँदैछन् यहाँ फिनी पाक्दैछ अहिले फिनी बनाउने तयारी हुँदैछ बनाउने तयारी हुँदैछ मैले पनि सिक्ने हो अघि सेलरोटी सिकेँ अब फिनी सिक्न पर्ला बासी खाना पनि त्यही भएर तिहारकै दिन बनाउने तयारीमा छौँ अरूले चाहिँ 1 हप्ता पहिलादेखि बनाएर राख्दैनौँ सेलरोटी यहाँ सेलरोटी नमकिन फिनी प्राउन झिलिङ्गा मासु सबै पाक्दैछ है त नानी मेरोमा फोन आके जाऊ त पुरै पाक्दैछ यहाँ 2 जना मिलेर पकाउनु भएको छ कस्तो लागिरहेको छ पकाउँदा पकाउँदा कस्तो लागेको छ कीर्ति दिदी मजा लागेको छ हजुरलाई कस्तो लागिरहेको छ मलाई एकदम रमाइलो लागिरहेको छ ल है त अब बहिनीलाई भेटौँ अब बसेर लगाइदेऊ अब तेल त लगाइदिसके जुत्ता लगाइरहेको ल्याउ के एउटा पोको तिमी के ल्याउ ल्याउ के त भयो अब के गर्नु नचल्किनु बस यस्तरी उता 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 हेरेको दिदीलाई हेर्ने दिदीलाई कति राम्रो मिलेको
फोटो खिच्नलाई भित्रै खिच्यो भने चाहिँ घाममा बसेर खान सकिन्न पहिला कुन लगाइदिने एउटा थोप्लो चल्छ जति नि एउटा थोप्लो देखिएन देखिया दामी चुम लाग्यो ल ल रेस्ट होला लाउनु पर्छ हेलो 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 बाबु मङ्कल हेलो कस्तो छ खाना एकदम बेस्ट छ खाना कुक हाम्रा बहिनीहरू छोरीहरू पर्फेक्ट भएछन् भन्ने आज मलाई फिल भयो के हो खानेकुरामा अचार मानेको अनि फेरि मेवाको अचार पनि झानेको तेह्र परेछ 10 त्यत्रो पाउनु भएछ अब हामी सबैजना भ्याइन लाग्यो अरे यति छिटै हामी चाहिँ पुल बनेको हेर्न जाँदैछौँ मेरो छोरी चाहिँ भ्लग गर्ने मान्छे यता पछाडि चाहिँ हामी चाहिँ त्यहाँ ढुङ्गा ढुङ्गी बालुवा ल्याएर रेडी गर्दैछन् माथिबाट यस्तो देख्यो हामी अघि उहाँ थियौँ हामी उहाँ थियौँ झरेर यहाँ आयौँ त्यसमा स्लाइड गरेर आएको अरे गर्न मिल्यो यहाँ पनि भ्लगमै गयो हेर्नु त एउटा उहाँ छ एउटा खाल्टो उहाँ छ होला देख्नु होला नि उहाँ अर्को खाल्टो फेरि यहाँ छ नै म देखाउँ यहाँ त जान सकिन्छ यस्तो बाटो यति खस्यो भने गयो तल यस्तो बाटो हो तर सकिन्छ होइन रहेछ स्विमिङ अब तेरो घडी उही यहाँ त पानी रहेछ टाढो गए यहाँ त फरक लगेको यहाँ पुल भन्ने ठाउँमा पुग्यौँ अस्ति गरौँ सुर जाने भ्लगमा उहाँ हो उहाँ खनेको देख्नुभएको थियो होइन हजुरहरूले आज चाहिँ त्यसको अर्को साइड उहाँदेखि होइन सर दाइ अस्तिको भ्लगमा उहाँ खनेको थियो नि अहिलेको चाहिँ हामी यतातिर पुल यसरी हो त्यहाँबाट त्यसरी जान्छ इल्युजन छ कि यहाँबाट इल्युजन यहाँबाट उकालो जस्तो माथि जस्तो देखिन्छ नि तर त अन्त हामी माथि छौँ खै कस्तो छ जुम गरौँ जुम अहिले बाई बाई